हे गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ हामी मनकामना जाँदै यता सबैजना रेडी हुनुभयो र हामी यता छौँ। यता मम्मी यता चाहिँ सबैजना बसिसक्नु। हामी म लास्ट पुग्नमा उता बाबा र सायुन त मम्मी अहिले चाहिँ सनराइजको टाइम भइरहेछ त सबै भित्र बस्नु होला। बाहिर उज्यालो भइसक्यो गाइज। अब चाहिँ हाम्रो गण्डकी प्रदेश सुरु भयो। हामी चाहिँ दाउन्नेमा छौँ। बाटो यस्तो हिलो छ। खान्न नि पुरै नारायणी नदी। बाटो चाहिँ यस्तो भिडभाड यता पनि हेर त छोरे केटाकेटी गाडी आउँछ। नारायणी नदी त्रिवेणी जाने यही नदी हो क्या? यति घुमेर वहाँ पुग्ने हो। नारायण नदी त्रिवेणीमा गएर मिस्या हैन मिसिनी भन्दा नि त्यही नै हो। त्रिवेणीमा नारायणी नै हो। जरायो कि के राख्यो गाइज यहाँ चाहिँ बोटिङ नारायणीको हो। बोटहरू देखिहान। अब नारायणी नदीको पुल समाप्तै। चितवन जिल्ला प्रवेश। हामी चाहिँ यहाँ आउँदै थियौँ। यहाँ कहाँनिर आएर हामी यत्रो जाममा पर्यो। यो हाम्रो गाडी आजको नारायण घाटको बिचको बाटोमा अगाडि 7वटा गाडी ठोकेर यहाँ जाम पर्यो गाइज। हेर्नुहोस् यस्तो लामो गाइज लामो जाम छ। पछाडिसम्म जहाँसम्म आँखाले भेट्छ त्यहाँसम्म जाम छ गाइज। अतो घुम्टी उता पनि जामै जाम छ पुरै। हामी चाहिँ अहिले बिचमा निस्क्यो। हामी उस गर्दा त्यो छ। यहाँ पछाडि पुरै जाम छ गाइज उहाँसम्म। अगाडि पनि यहाँ पुरै जाम छ उहाँ जहाँसम्म देखिन्छ। ईशा दिदी यता ठुलो बाबा त्यो के हो त्यो हाम्रो बाबा यता सायुने नहा अगाडिको सिट मलाई नदिएर हो क्या। यता ठुलो मम्मी गाडी यस्तो खाली। उहाँ घाम लाख गाइज। उहाँ माथिसम्मै पुरै जाम छ। अहिले बल्ल अलिअलि भन् जाम खुल्दैछ। कति बेला पुगिन्छ थाहा छैन। आज पुग्ने आज कति बेला पुगिन्छ त्यसको उस छैन, टुङ्गो छैन। माथिसम्म जाम छ। एक्सिडेन्टको गाडी उति एउटा पछाडि एउटा यहाँ पुरै कुरेन्टार भन्ने ठाउँमा पुग्यौँ। अब हामी यहाँ भित्र गेटदेखि भित्र केवल कार चढ्ने ठाउँमा जाँदै उहाँ गेट छ गाइज। यस्तो राम्रो छ गाइज।
तलबाट यतै छ होला, पछाडि निकाल्नु पर्दैन। किङमा पुग्यो अब अब चाहिँ हामी यहाँ केबल कार चढ्न माथि जाँदै। म यहाँ छु, माथिको भ्यू यस्तो छ, डाँडा काँडा पुरै हरियाली छ गाइज। यता बाबा अगाडि हिँडिराख्नु भयो। उता फाउन्टेन गाइज, यहाँ फुलहरू, उता पार्किङ लन छ अघिको, उहाँ पर गाइज फाउन्टेन छ। यता चाहिँ गाइज यहाँ यस्तो भिड छ गाइज। आज शनिबारको दिन भनेर त्यति भिड छ गाइज, परसम्म भिड छ। आज छिटो टर्न आउला जस्तो छैन गाइज। मम्मी बस्नु भयो उहाँ पछाडि त्यो फाउन्टेन। यता यहाँ 3 जना। हामी चाहिँ केबल कार चढिसक्यौँ। यहाँ पुरै भ्यू यस्तो दामी छ, त पछाडिको खोलाको भ्यू यस्तो दामी छ गाइज। झोला सिटमा छ, मान्छे काखमा है। बाटो रहेछ अलिअलि। गति लाइन लाग्नु पर्छ फेरि, पर्दैन होला मान्छे हामी एउटा जान्छ। सबै हामी यस्तो मान्छेले बनाएको गाइज। हामी चाहिँ अब माथि पुग्यो, यो माथिको उस। यहाँ सबै अगाडि हिँड्नु भयो, म यहाँ पछाडि जछु। यहाँदेखि गाइज मन्दिर जाने ठाउँ। चाहिँ मन्दिरमा पूजाआजा चलिरह। मन्दिर चाहिँ यस्तो भव्य दिव्य स्वरूपको छ। हामी चाहिँ खिचेर अब हिँड्दैछौँ। यता पुरै छ, यो म फर्किँदै अब खाना जाँदै यहाँ होटल खोज्दै बेलौती गाइज। यहाँ चाहिँ सबै यस्तो छ। यस्तो पुरै बाँसको
सामानहरू मस्त एउटा बाँसको पेन मैले लिएँ गाइज 250 को पेन बाँसको बोतल 1700 अब चाहिँ हामी फर्किँदै यता फोटोसोटो बनाएर यता स्न्यापच्याट खिच्ने अरे हेलो गाइज सब्सक्राइब टु युनुस पौडेल अन युट्युब गाइज यहाँ चाहिँ यस्तो यहाँ पुरै जाँदै हुनुहुन्छ बाबु गर्दा उज्यालो हामी चाहिँ अब फर्किँदै केबल कार चढ्यो उहाँ उस यता म ढुङ्गातिर छु यता मम्मी हुनुहुन्छ गाइज चाहिँ नदी देखियो उहाँ पर यस्तो दामी छ गाइज पहाडहरूको बादलहरू युनुस डराएर अहिले बल्ल खिच्न थाल्यो 34 नम्बर हेर्ने हेर्दै छ स्टार्ट गर्नेको कान दुम्म भयो मेरो त यस्तो गर्ने क्या 34 नम्बर 35 वटा डब्बा खान भन्न मिल्छ एउटा त सामान बोक्ने थिएछ हो बस्न जाने टिम बोलाउन नफ्याक्नु होला गाइज यो चाहिँ चितवन भरतपुर हामी चाहिँ भरतपुर आयो अब सौरातिर जाँदै यताको बाटो चाहिँ यस्तो गाइज हामी चाहिँ यहाँ अब गेटबाट भित्र छिर्यो उहाँ गेट छ गाइज यता सबैजना बस्नु हो उहाँ पर फुटबल खेलिरहन् लोकेसन के लेखेको छ हामी चाहिँ सौराभित्र छिर्यो अब हर्स कार्ड गाइज हामी चाहिँ यहाँ सौरा उहाँ चितवन नेसनल पार्क सौरा भन्ने उस लेखेको ठाउँमा पुग्यो त्यहाँदेखि उता खोलाको बगर यता अनिसा दिदी चाहिँ हामी खोलाको बगरी पुरै यहाँ राप्ती खोला राप्ती नदी हो राप्ती गाइस हामी चाहिँ अहिले यहाँ होटेलमा पुगेर रुम सुमुस गरेर यहाँ रिभर साइड हेर्न यहाँ हाम्रो टुरिस्ट गाइड भन्नुहोस् के भन्ने ल यो भिडियो मन पर्यो भने मेरो च्यानललाई यो भिडियोलाई लाइक मेरो भिडियोमा कमेन्ट गर्नु होला र मेरो च्यानल युनुस पौडेललाई सब्सक्राइब गर्नु होला अनि आजको यस्तै छ गाइज अब भोलि चाहिँ हामी उहाँ बिहान सौरा घुम्न जाने 2 घन्टाको सफारी त्यस्तै छ बिहानको पछि सिजी बाटो घाटतिरको मन्दिरमा जान्छौँ ल गाइज भोलिको भिडियो हेर्न पनि नछुटाउनु होला हामी साँझ यहाँ इभिनिङ भएको हाम्रो
इभिनिङमा खाना खाइसकेपछि पानी बोकेर हिँड्छ हाम्रो पानी ल्याउँछ तिरको इभिनिङ वाक गाइज 9 बजे पानीको बोतल ल्याएर पानीको बोतल अन्सा दिदीले मलाई चाहिँ यहाँ डबल मोबाइल यहाँ के अरे ठुलो मम्मीले यहाँ सोफ खान पाइन भन्दै भन्न हा हामी चाहिँ यहाँ थारूको नाच हेर्न नगरे यतातिर हिँड्यौँ अब उसो वाला लेक साइडवाला भाइ आइरह लाइटिङ अझै त्यति छैन अब हुँदै हुन्छ होला पर चाहिँ पुरै जनावरहरू रातिको टर्च पारेर पानी खान आएका जनावरहरू हामीले हेर्दै गाइज अब हामी यो नयाँ बाटोतिर जाँदैछौँ त्यो मूर्ति बिचमा बाटो उसमा राखेको रहेछन् हात्तीको माथि अजिङ्गर गाइज यहाँ चाहिँ माछा बाघ 2078 हामी चाहिँ अब भोलि नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज जुन 2030 सालमा बनेको थियो त्यसको चाहिँ अलिअलि भ्रमण गर्छौँ अनि अहिले चाहिँ हामी यहाँ यो वाला बाटोमा हिँड्दैछौँ यहाँ अगाडि के कुरा चल्दैछ आजलाई यति नै अब हामी सुत्छौँ अरू बाँकीको भ्लग हजुरहरूले बाँकीको पार्ट हजुरहरूले अर्को भ्लगमा हेर्नु होला भोलि चाहिँ हामी अब सौरा त्यस्तै घुमिन्छ आजलाई धन्यवाद मेरो च्यानललाई सब्सक्राइब गर्नु होला मेरो यो भिडियोलाई लाइक गर्नु होला र कमेन्ट पनि गर्नु होला हस्त नमस्ते धन्यवाद